रेगिस्तान आइपुग्यो। रेगिस्तानको शीतल वातावरण, शीतल भुइँ, शीतल हिलो, शीतल माटो अनि शीतल भयो मेरो जिउ। त्यसले नै भन्नुहुन्छ खालकी आज चाहिँ यस्तो रेगिस्तानको माटो। वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजना सन्चै आरामै हुन्छ होला, म पनि सन्चै आरामै छु। आजको एपिसोडमा चाहिँ हाम्रो के हुन्छ दाइ? हामीलाई दाइ हाम्रो अन्डरग्राउन्ड हाउस हुन्छ। हाम्रो आज खोलामा हामीले स्विमिङ पुल बनाउँछ, छुट्टै खालको होइन, खतरा खालको होइन खनेर। आजको झन् खतरा के हामीले खन्नको लागि यहाँ हामीले हम्बर ल्याएको छ अनि हाम्रो यहाँ थाइल्यान्डबाट लिएर आएको टोपी योबाट त जे नि गर्न मिल्छ कि यो भने खतरा जेको लागि नि कनेक्टिभ हुन्छ। अब अहिले ठङ हालेर खतरा हुन्छ यो 1.5 लाखको थाइल्यान्डको 1.5 लाख भनेपछि नेपालको कति भयो? त्यस्तै होला 1 करोड जति है। 1 करोड चाहिँ पर्छ क्या यसलाई। फेरि सब चिजलाई काम लाग्छ कि यो ल। सो हामी चाहिँ अब गएर यसले ठ्याङ हानेर त्यहाँ बनाउनु पर्ने हुन्छ। अब ल हेर्दै गर्नु होला के कस्तो हुन्छ आजको भिडियो। बवाल नेक्स्ट लेभलको झन् हिजोको भन्दा खतरा ल। सो फाइनली हामी चाहिँ जङ्गलतर्फ आइपुगिसक्यो होइन। अब तल खोला आइपुग्न नि लागिसक्यो। अब हामी खोला पुग्नलाई 1 मिनट जति लाग्छ। टक्कै यो हम्बर काम लाग्दो हो क्या एकदम। थाइल्यान्डबाट लिएर आएको के काम गर्छ भने यसले त्यो नाक चुच्चोमा यो हम्बरले ट्याङ हान्यो भने नाक अलिक खर्च हुन्छ होइन। अनि यसले त फेरि नाक थेप्चेको नि बनाइन्छ नि यो यतापट्टिको यो यस्तो गरेर चुच्चो बनाइदिने तानेर। यसले सर्ट काम गर्छ फेरि यसले। यो होइन खतरा हो। 1-2 लाख पर्छ कि यसलाई। फाइनली हामी रेगिस्तान आइपुग्यो। रेगिस्तानको शीतल वातावरण, शीतल भुइँ, शीतल हिलो, शीतल माटो अनि शीतल भयो मेरो जिउ। खतरा खालको है। यहाँ चाहिँ अब हामीले स्विमिङ पुल बनाउनु पर्ने हुन्छ। यहाँ दाई, मिलन भाइ, म हामी 3जना छौँ यहाँ। आज हामीले यहाँ खतरा बनाउनु पर्ने हुन्छ। दाइको यो माग्ने भयो क्या, सब चिज गर्न मिल्छ। हामी त्यो स्विमिङ पुल खन्नको लागि चाहिँ हामीले लट्ठी लिन जानु पऱ्यो होइन। त्यो स्विमिङ पुलको त्यहाँनिरको माटोले चप्पल 2 किलो भइसक्यो क्या, 2 किलोको जस्तो उठाउनु सकेन होइन। अब हामीले उहाँ अगाडि त्यो लट्ठीलाई खोज्न जानुपर्ने हुन्छ, बन्दोबस्त गर्नुपर्ने हुन्छ। हेर्दै गर्नु। सो हामीले लट्ठी चाहिँ यहाँ पाइसक्यो होइन। 3टा लट्ठी ठ्याक्कै 3टा लट्ठी पाइसक्यो हो। त्यसले नै खन्नुहुन्छ खतरा खालकी। हात चाहिँ यस्तो रेगिस्तानको माटो लगाइसक्यो हातमा। हाम्रो खतरा भइसक्यो हात क्या। अब चाहिँ खतरा भइसक्यो। अब हामी गएर खन्न पर्ने हुन्छ। त्यहाँ हेर्दै गर्नु होला, मनोरञ्जन लिनु होला सब। सो लट्ठी चाहिँ पाइसक्यो हामीले, यत्रो भइसक्यो। अब यहाँ खन्न पर्ने हुन्छ हामीले मिलेर। सो हेर्दै गर्नु होला हामीले कसरी खन्छ, कसरी बनाउँछ स्विमिङ पुल। सकेसम्म राम्रो बनाउने कोसिस गर्छ हामी, हेर्दै गर्नु होला है। सो हामीले अब यहाँ खन्न पर्ने हुन्छ, हेर्दै गर्नु होला हामीले स्विमिङ पुलको लागि।
हाम्रो स्विमिङ पुलको लागि खाल्डो चाहिँ रेडी भयो। अब हामीले ढुङ्गा खोज्नु पर्ने हुन्छ। ढुङ्गा खोजेर चाहिँ अब हामीले यहाँ डिजाइन बनाउनु पर्ने हुन्छ। डिजाइन खतरा स्विमिङ पुल अलिक सो देख्नु पऱ्यो नि त। यहीँ खोला छ होइन, यो खोलाको पानी लिएर हामीले हाल्ने पर्छ। अहिले एकछिनमा हेर्दै गर्नु होला हामीले के गर्छ। फाइनली हामीले चाहिँ ढुङ्गा यत्रो थुपारिसक्यो होइन। अब यो ढुङ्गाले हामीले डिजाइन खतरा बनाउनु पर्छ। हामीले मिलाएर टक्क डिजाइन चाहिँ खतरा बनाउनु पर्छ होइन। हाम्रो स्विमिङ पुल चाहिँ यस्तो खतरा भइसक्यो है। अब हामीले पानी सानी अहिले यो ढुङ्गा मिलाएर पानी सानी हालेर यस्तो खतरा डिजाइन बनाउँछ चाहिँ हेर्दै गर्नु होला। सो हामीले भित्र चाहिँ यति ढुङ्गाहरू कट्ठा गरिसक्यो होइन। अघि यो ढुङ्गाले पुगेन क्या। अब हामी फेरि ढुङ्गा यहाँ खोज्दैछौँ होइन। अब माथिपट्टि नि बुट्टा भन्नुपर्छ हामीले खतरा। सो फाइनली हामीले चाहिँ यो बनाइ भइसक्यो पुरै। हाम्रो सक्सेसफुल टाइटल लियो भयो है गाइज। सो हाम्रो चाहिँ हम्बर लिनु न। हम्बर टक्कै छ टाइटल देखाउँछ क्या। हम्बर थ्याल ल। सो यो चाहिँ हाम्रो टाइटल हुन्छ है। अब गाइज ल कस्तो लाग्यो तपाईँहरूले। अब हामीले यहाँ पानी हाल्न मात्रै बाँकी छ। बुट्टा सुट्टा सब भरिसक्यो देख्नुभयो होला होइन। हामीले अब अहिले एकछिन पानी सानी हालेर पुरै राम्रो देखाउँछ। अहिले हामी खेलेर नि देखाउँछ यहाँ। के कस्तो लाग्छ हेर्दै गर्नु। सो फाइनली हामी चाहिँ स्विमिङ पुलमा बनाइसक्यो है। हाम्रो चाहिँ फाइनली कम्प्लिट भइसक्यो स्विमिङ पुल। यस्तो खतरा भइसक्यो है। ल हामी 3 जना मात्रै आर्छ ठ्याक्कै है। बहुत शीतल भयो हामीले। ओइ मच्छा रहेछ मच्छा। हाम्रो स्विमिङ पुलमा मच्छा आयो। मेहनतको कमाल हो। मेहनत गरेपछि अवश्य फल पाउँछ भन्दैन। हामीले फल नि पाइसक्यो है। मेहनत गरेर हामीले फल पाइसक्यो। यस्तो चिसो आनन्द। सो हाम्रो मेहनत चाहिँ कम्प्लिट भइसक्यो। ल के कसो लाग्छ भिडियो अन्तिमसम्म हेर्नु भएकोले सबलाई धन्यवाद है। ल यसै गरी सबले माया गर्नु होला है। यसै भन्दा हामी बिदा हुन चाहन्छौँ। हस्त जय नेपाल।